हेलो नमस्ते वेलकम छ हजुरलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले मुकबाङ भिडियो लिएर आएको छु। हजुर सबैले हेरिदिनु होला। अनि भिडियो चाहिँ खासै राम्रो बनाउन आउँदैन, म चाहिँ धेरै नै मुकबाङ गर्नलाई आइटमहरु चाहिँ ल्याएन। जस्तै यहाँ छ नुडल्स, करेन्ट नुडल्स, अनि मोमो छ। मोमो चाहिँ एक दुईटा मात्रै राखेको छु, यसो धेरै मात्रै भएर। अनि यहाँ कोका कोला छ। सो हेर्दै गर्नु होला भिडियोलाई। हजुरले लाइक शेयर कमेन्ट्स सपोर्ट गर्नुभयो भने चाहिँ म अझै राम्रो भिडियो ल्याउने कोसिस गर्नेछु। हुन्छ, खाए ल। म चाहिँ धेरै खाँदिन, धेरै पिरो भइछ। अन्डा नि छ साथीहरु। जस्तो अन्डा चाहिँ मलाई खासै मन पर्दैन, त्यही भएर थोरै मात्रै लिएको। एक काप मात्रै छ। मोमो छ यहाँ, गाइसहरु मोमो। एकदम मिठो छ, जाडो महिनामा यत्रो हुरी लाएर बस्नुपर्छ। जाडोले त मरिन्छ। Very spicy. धेरै पिरो भयो। पिरो म चाहिँ खासै खान सक्दिन नि त, त्यही भएर पिरो त मैले मेरो लागि कमै हाले हो, र नि पिरो भएछ। मोमो हजुरहरूले मेरो भिडियो हेरिदिनु भयो भने चाहिँ म अझै मिठो खानेकुराहरू लिएर आउँछु। भिडियो चाहिँ खासै राम्रो बनाउन आउँदैन, तैपनि हजुरहरूले राम्रो मानेर हेरिदिनु होला, त्यसमै म खुसी हुनेछु।
छु कि पुरा सिगन छिरिक 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 आइरहेको छ। यो मोमो चाहिँ बफमा हो। मोमो चाहिँ अघि भन्ने बिर्सेछु कि खाइसकेपछि सम्झिन्छु यो म। बफमा हो मोमो, एकदम मिठो छ। कोको कोला हो। लादी मलाई र लादीबाट म मुकबाङ गर्नु भने लादीमा तर पकाएका चाउचाउ नखाने रे, सुकेको चाउचाउ खाने रे। त्यही भएर अब चाहिँ के हुन्छ जस्तो छ हाम्रो नेपालमा?